Hello everyone, welcome to my vlog and this vlog is from Mustang Lomangthang अनि मैले चाहिँ यसको भोइस ओभर अलमोस्ट 6-7 मन्थ पछि गर्दै छु सो कति कुरा चाहिँ म आफैले पनि बिर्सिसके होला हैन अनि हामी चाहिँ एमजा हुँदै कुस्मा पुगिसकेको छु ओ गॉड मलाई चाहिँ एकछिन आशा पनि लाग्यो हैन त्यो भोइस ओभर गर्दा गर्दा म चाहिँ कति छिटो कुस्मा अनि बेनी पुगिसकेको रहेछु है अनि सो हामी चाहिँ अब बेनी आइसकेको छौं एन्ड ओकरादेखि अप्पर मुस्ताङ सम्म एक्लै पछाडी बस्ने मान्छे पछाडी बस्न यस्तै भ्रमणहरुमा पछाडी बस्न उत्सुक हुनुहुन्छ भने प्लिज कमेन्ट गर्नु रिक्वायरमेन्ट चाहिँ के हो भाइलाई भन भइके भयो त बन्द गर्नु लास्ट बिल लागि त बन्द गर्नुपर्छ प्लिज के त बन्द भाइ चाहिँ एकदमै क्यामेरा साई एन्टी सोसियल इन्ट्रोभर्ट है We had चाउचाउ एन्ड सुकुटी यो ठाउँमा चाहिँ अनि फुड वाज अति नै मिठो सो लोकल अनि यम्मी है अनि हामी यहाँ बस्दा बस्दै चाहिँ पानी पर्ला जस्तो भएको भएर चाहिँ हामी रेनकोट लगाएर नै अगाडि बढ्यौँ बाटो चाहिँ अब यहाँनिरको यस्तै नै छ गाइज है अनि रेनकोट लगाएर अगाडि बढिरहेको छौँ त्यही पनि पानी चाहिँ परेन थ्याङ्कफुल्ली हामी अगाडि नै जाने बेलासम्म नै पानी चाहिँ परिरहेको थिएन बट योभन्दा अलिकति अगाडि अनि हिजोपल्ट पनि पानी परिरहेको भएर बाटो चाहिँ यस्तै नै छ हामीहरू चाहिँ अब अगाडि बढ्दै जाँदा मेरो हस्बेन्डले मलाई यो डाँडामा यो छ त्यो छ भनेर चाहिँ पुरा देखाउँदै बुझाउँदै हुनुहुन्छ अनि मेरो पनि फर्स्ट टाइम हो नि त मुस्ताङ सो म पनि एकदमै इन्जोय गरिरहेको छु एक्सप्लोर गर्न पाएर बाटो चाहिँ एकदमै नै रमाइलो लाग्यो मलाई देन अर्को कुरा भनेको पोखरामा एकदमै गर्मी थियो नि त गर्मीको टाइममा हामी गइरहेको अनि यस्तो वेदर यतिको चिल भाइबहरू एक्सपिरियन्स गर्न पाउँदा चाहिँ मलाई एकदमै रमाइलो लागिरहेको थियो चाहिँ लेपेमा आइपुग्यौँ है फाइनल्ली यो वेदर चाहिँ कस्तो लागेको छ हजुरलाई गाह्रो मलाई त कस्तो मन परेछ यतिको नै तिमीलाई कस्तो लागेको छ भाइ वेदर बेसी जाडो छ यस्तो आगो नै ताप्नु पनि जाडो पर्छ अनि हाम्रो चाहिँ आज 8 बजे यहाँबाट लोमाङथाङको लागि हिँड्ने प्लान थियो बट 7:39 मा हामीहरू बल्ल उठेको छौँ अनि यो चाहिँ हामी चाहिँ बसेको होटल यहाँबाट देखेको भ्यू घाम चाहिँ लागिसकेको छ 7:30 बजे हामी उठ्दा चाहिँ यतिको घाम अलमोस्ट मजाकै घाम लागिसकेको छ हामी चाहिँ अब यहाँ एकछिन घाममा बसेर मिल्क टी खाइरहेको छौँ अब चाहिँ हामी यहाँबाट लोमाङथाङको लागि हिँड्ने होइन लोमाङथाङको लागि अब यहाँबाट हामी 1 घण्टा अघिमा लोमाङथाङ यहाँबाट चाहिँ 4 घण्टामा लोमाङथाङ पुगिन्छ भनेर भन्नुभएको छ लेट्स सी के हुन्छ हाम्रो चाहिँ सब कपडाहरू एकछिन 15 मिनट जति हामी बाटोमा आउँदाखेरि पानी परेछ नि त
कपडाहरू पुरै भिजेको थियो यसरी सुकाइरहेको छौँ सुके लुगाहरू सुकेछ उयो रुख चाहिँ के रहेछ कस्तो राम्रो थियो चाहिँ अलमोस्ट 11 बज्न लाग्यो अनि हामी चाहिँ हिजो स्टे गरेको ठाउँ चुमसम्म हिजो चाहिँ स्टे गरेको थियौँ त्यहाँबाट चाहिँ निस्किन लागेको अब हाम्रो लन्च चाहिँ सम्म डाँडा भन्ने ठाउँमा हुन्छ अनि आज चाहिँ हामी लोमाङथान गएर बस्ने सो वेदर चाहिँ एकदमै नै राम्रो छ है मजाले खुलिरहेको छ हामी एकपटक फेरि जमसम बजार गयौँ अनि त्यहाँ ठ्याक्क 12 बजेको मजाको वाला हावा एक्सपिरियन्स गऱ्यौँ होइन अनि त्यसपछि त्यहाँ हामीले थोरै खाजाहरू पनि खायौँ हामी जमसम बजारबाट अलमोस्ट 1.5 घण्टापछि चाहिँ सम्म डाँडा आइपुगेको छौँ अनि अब हाम्रो प्लान चाहिँ यहाँ लन्च गर्ने हो खाना लागेको है चिकन खाना सेट एगको सुकुटी पनि रेडी भएर आएको छ अब चाहिँ हामी यहाँ समरको डाँडाबाट चाहिँ लोमाङथानको लागि निस्किसक्यौँ अझै 3.5 घण्टा जस्तो लाग्छ भन्ने हुनुहुन्छ आइसै आउँदै हुनुहुन्छ अनि यो टाइममा चाहिँ हामीले लिटरली पुरै सहारा डेजर्टमा कि डेजर्टमा हिँडे जस्तो फिल भएछ एउटा भेहिकल पनि आउने जाने गरेको छैन जता हेऱ्यो ततै यस्तो ल्यान्ड मात्रै छ है समर डाँडाबाट अलमोस्ट 3:30 बजे चाहिँ हिँडेको थियौँ लोमाङथानको लागि तर हामी 7 बज्न लागिसक्दा पनि लोमाङथान पुगिसकेको थिएनौँ कि अनि यो टाइममा चाहिँ लस टाइपको फिल भइरहेको थियो एकदम डर लागिरहेको थियो मलाई चाहिँ है अनि कहीँ केही साइनबोर्डहरू पनि थिएन कति टाइममा लोमाङथान पुगिन्छ भन्ने हामीलाई केही आइडिया नै थिएन कि यो टाइममा बट आफ्टर 15 मिनट्स नै हामी चाहिँ लोमाङथान पुग्यौँ लोमाङथान स्पेसल चिकन चिल्ली खाना खान लागेको मैले चाहिँ यहाँ ढिँडो खाँदैछु यता पनि खाना हामी चाहिँ अब यहाँ ब्रेकफास्ट गर्दैछौँ होइन अनि हामी ब्रेकफास्ट गरेर भ्याएर चाइना मोटरको लागि निस्किन्छौँ
हामी चाहिँ चाइना बोर्डरमा आइपुग्यौँ है। अनि यो चाहिँ चाइनाको कति धेरै प्रोटेक्सन छ, कति धेरै आर्मीहरू। अनि यता चाहिँ नेपालको यो चाहिँ त्यही पनि चाइना सरकारले नै दिएको। एकजना मात्रै नेपाल पुलिस बस्नु हुँदो रहेछ होइन। अनि उहाँ पनि दिउँसो बस्ने अनि बेलुका चाहिँ फर्किने गर्नुहुन्छ अरे। कहाँभन्दा तल लिएर जान्छ हजुर यता चाइना चाइनातिर खिच्ने हो र। ल हामी चाहिँ एकछिन टाइम स्पेन्ड गरेर अब ब्याक टु लुम्बाङथान। तर बाटोमा पनि एक्सप्लोर गर्नको लागि ठाउँहरू छ। त्यति साह्रो पनि छैन है मलाई। ओ माई गड डेन्जर रहेछ यहाँ त। कस्तो लाग्यो त? दामी चढ्न चाहिँ अप्ठ्यारो होइन तर रमाइलो। हाम्रो अप्पर मुस्ताङको पनि लगभग भ्याइन लाग्यो है। बोर्डरहरू त बवाल है। नेपाल चाइना बोर्डर चाहिँ खतरा। अनि यो पनि एकदमै राम्रो। चाहिँ आज यो फेस रिजोर्ट भन्ने बस्ने प्लान थियो तर प्रि बुकिङ नगरिकन आएको गाइज। अनि रुमहरू सबै फुल्ली बुक रहेछ। सो हामी यहाँ खोजेँ। म चाहिँ यस्तो चप्पल लगाएर आएको है। किन हातमा आउँदा चप्पल मेरो। ओहो यहाँ त यस्तो बाटो रहेछ नि त। हिजो है सर्टकट हामी कस्तो कस्तो बाटो हिँडेको तर त्यो मैले खिच्दै खिचिनँ। अझै धेरै सर्कट नगर्ने हो कि अलिक थोरै भयो।
ल जेरी गलीबाट निस्किनु भएको तिब्बतियनहरू हेलो आशिष तिब्बतियन हेलो हेलो प्लिज हजुरको हेलो हेलो मम्मी यता फर्किनु एकचोटि हुन्छ बा Handsome. अनि यो चाहिँ हाम्रो ट्रिपको फाइनल डे हो हामी चाहिँ तातोपानीमा स्टे गरेको थियौँ अनि यो ठाउँमा वी ह्याड लट अफ फन बट मैले चाहिँ कति कुराहरू फिल्म गरेको पनि छैन स्टिल थ्याङ्क यू सो मच फर वाचिङ